मणिपाल शिक्षण अस्पताल बिक्री प्रक्रिया अवैधानिक भएको भन्दै नेकपा चन्द समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सोमबार पोखरामा विरोध प्रदर्शन गरेको छ। भारतीय लगानीमा सञ्चालित अस्पताल नेपालबाट बाहिरिन चाहेको खण्डमा राष्ट्रियकरण गर्नुपर्ने क्रान्तिकारीको माग रहेको छ। अस्पताल परिसरमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा क्रान्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईले मेडिकल कलेजलाई निजीकरण गर्ने षड्यन्त्र विरुद्ध अन्तिमसम्म सङ्घर्ष गर्ने बताए। अहिले हुन लागेको बेचबिखन तत्कालीन सरकारसँगको सम्झौता विपरीत रहेको उनको उल्लेख रहेको छ। भारतीय कम्पनीले चलाउन नसकेको सन्दर्भमा नेपाल सरकार माताहात ल्याएर जनताको सम्पत्ति बनाउनु पर्नेमा पनि उनको जोड रहेको छ। स्वास्थ्य प्रणाली बिचौलियाको हातमा हुँदासम्म जनताले सुलभ सेवा नपाउने उनले बताए। मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो बतास पौडेल होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गर्न भदौ 11 मा भर्चुअल माध्यमबाट सेयर खरिद सम्झौता गरेको छ, जसअनुसार 3 अर्ब 25 करोड रुपैयाँ लिएर भारतीय समूहले बापो होल्डिङ्सलाई मणिपाल सुम्पदैछ। होल्डिङ्समा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको 60% र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज ग्रुपको 40% लगानी रहेको छ। मेडिकल कलेज र अस्पतालको कुल मूल्याङ्कन 2 अर्ब 25 करोड रुपैयाँ रहेको छ भने कर बापत बुझाउनु पर्ने झण्डै 1 अर्ब रुपैयाँ रहेको छ। अस्पतालको अध्यक्षमा बतास र उपाध्यक्ष पौडेल रहनेछन्। भारतका विभिन्न शहरमा मेडिकल कलेज सञ्चालन गरेको ग्रुप सन् 1992 मा नेपाल प्रवेश गरेको थियो। मेडिकल कलेज सञ्चालन गर्ने सम्बन्धमा उक्त वर्ष अक्टोबर 18 मा शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय मार्फत मणिपाल ग्रुपसँग सम्झौता भयो। 2049 पुस 20 मा गिरिराज प्रसाद कोइराला नेतृत्वको मन्त्री परिषद बैठकले रक्षा मन्त्रालय अन्तर्गत पोखराको फुलबारी ब्यारेकले सुटिङ रेन्जका लागि प्रयोग गर्दै आएको जग्गा 49 वर्षका लागि मणिपाललाई मन्त्रालय र मणिपाल बीच भएको सम्झौताका आधारमा जङ्गी अड्डा र मणिपाल बीच 2052 साउन 3 सन् 1955 जुलाई 17 मा रक्षा मन्त्रालयमा अर्को सम्झौता भयो। रक्षा मन्त्रालयले 6 कित्ताको 193 रोपनी जमिन प्रति रोपनी वार्षिक 80,000 रुपैयाँका दरले भाडा लिने गरी मणिपाललाई दियो। सन् 2044 भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ। अस्पताल हस्तान्तरण गर्ने सन्दर्भमा भने होल्डिङ्सले फरक तर्क प्रस्तुत गरेको छ। हाल अस्पतालको मुख्य संरचना रहेको 40 रोपनी जमिनको लालपूर्जा मणिपालकै नाममा रहेको छ। हाल अस्पतालको मुख्य संरचना रहेको 40 रोपनी जमिनको लालपूर्जा मणिपालकै नाममा रहेको छ। बाँकी 193 रोपनी सरकारी जमिनमा होस्टल, कर्मचारी क्वार्टर, खेलकुद मैदान लगायत संरचना रहेका छन्। सम्झौता अनुसार सरकारी जमिनमा बनेका संरचना मात्रै हस्तान्तरण हुने होल्डिङ्सको तर्क रहेको छ। रक्षा मन्त्रालयसँगको सम्झौतामा उक्त जग्गामा निर्मित भौतिक सुविधा मणिपालले अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै छोड्नुपर्ने उल्लेख रहेको छ। 193 रोपनी जग्गा मणिपालले सरकार भाडामा लिएकोले 23 वर्षपछि पूर्ण म्याद थप्ने होल्डिङ्सको दाउ छ। 40 रोपनी निजी जग्गामा बनेको संरचना सरकारले दाबी गर्न मिल्ने कानुनी आधार नरहेको तर्क उक्त समूहको रहेको छ। गर्न मिल्ने भएरै मणिपाल खरिद गरेको लगानीकर्ताले बताएका छन्। बापो होल्डिङ्सले 1.5 महिनाभित्र मणिपाललाई पूर्ण रूपमा आफ्नो स्वामित्वमा ल्याउनेछ। त्यतिन्जेलसम्म उद्योग मन्त्रालय अन्तर्गत उद्योग विभागमा खरिद बिक्रीको कागजात बुझाउने तयारी कम्पनीको रहेको छ। त्यसो त महानगरमा नक्सा पास र सम्पत्ति कर बुझाउने बारेमा मणिपालले अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा छ। होल्डिङ्सले नेपाल सरकारलाई बुझाउनुपर्ने कर बापतको झण्डै 1 अर्ब रुपैयाँ बुझाउने बताए पनि पोखरा महानगरपालिकाको जिम्मा भने नदिने भएको छ। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2076-77 सम्म नक्सा पास, वातावरण शुल्क र सम्पत्ति कर बापत 28 करोड भन्दा बढी रुपैयाँ महानगरलाई बुझाउनु पर्नेछ। तर मणिपालले भने भवन निर्माण सम्पन्न भएको 4 वर्षभित्र नक्सा पास शुल्क बुझाए पनि तत्कालीन उपमहानगरपालिकाको कार्यालयले सम्पन्नताको प्रमाणपत्र नदिएको दावी गर्दै आएको छ। निजी जमिनको सम्पत्ति कर बुझाए पनि सरकारी जग्गाको सम्पत्ति कर नबुझाउने मणिपालको अडान छ। यी दुवै कर कसले बुझाउने भन्ने टुङ्गो नलागी मणिपाल खरिद बिक्री सम्झौता भएको हो।